र आज मिति 2070 साल असोज 23 गते हैन 23 गते काठमाडौँ जिल्ला अन्तर्गत नयाँ बानेश्वर स्थित बुद्धनगर सिद्धार्थ मार्गमा स्थापित गरिएको केएमसी स्कुलमा हुन गइरहेको प्रथम बारको 7 दिवसीय मगो विपसना ध्यान शिविर आज चौथो दिन भइरहेको छ। तसर्थ चौथो दिनको उपदेशलाई प्रारम्भ गर्नुभन्दा अघि धर्मका मालिक हुनुभएको वहाँ तथागत अरहं सम्मा सम्बुद्ध भगवानलाई शिरोपर धारण गरी वन्दना, सम्पूर्ण भिक्षु सङ्घहरूमा पनि वन्दना र सर्दय भन्तेजीमा पनि वन्दना, सम्पूर्ण श्रावणी गणहरूमा पनि वन्दना र उपासक उपासिकाहरूप्रति दिनानुदिनको मैत्री मङ्गलको शुभकामना व्यक्त गर्दछु। र उपदेशलाई प्रारम्भ गर्नुभन्दा अघि सबैले एक स्वरमा चक्रमुनि लेखिएको अलङ्कारलाई उच्चारण गरौँ। अविद्या र तृष्णा चरखा झैं घुम छ, उपादान कर्मले नाम रूप हुन्छ, बोटाबाट बिउ हुन्छ, बिउबाट बोटो, सन्धि भइरहने हुँदैन है झुटो, कर्मले नाम रूपले कर्म, सृष्टिकर्ता छैनन् स्वाभाविक धर्म, मर्नलाई जाँदैछौँ समय नठेर, नमर्दै बिचमा ज्ञानले हेर, दुई मूल दुई सच्चा चार विवाह 12 अङ्ग मौलिक अर्थ र 3 सन्धि 2 हेतु 3 वटा 3 कार 20 आकार र यी 18लाई मुखाग्र गरी अवबोध गर्नु नै संसार दुःख चक्रबाट मुक्ति हुने परम उपाय हो। र यावत प्राणीहरूलाई बनाउने दुई मूल कारण, कति मूल कारण? अविद्या र तन्हा। भन्नुस् त के हो? यावत प्राणीहरूलाई बनाउने दुई मूल कारण भए जस्तै सच्चबाट हेर्दा कति सच्च? समुदय सच्च, दुःख सच्च, समुदय सच्च, दुःख सच्च, जम्मै कति सच्च? सच्चबाट हेर्दा 2 सच्च भए जस्तै विभागबाट हेर्दा कति विभाग? अतीतको कारण विभाग, पचुपन्न कार्य विभाग, पचुपन्न कारण विभाग, अनागत कार्य विभाग, जम्मै कति विभाग? विभागबाट हेर्दा 4 विभाग भए जस्तै अङ्गबाट हेर्दा कति अङ्ग? अविद्या, संखार, विज्ञान, नाम रूप, सलायतन, फस्स, वेदना, तन्हा, उपादान, कमभव, जाति, जरा मरण, जम्मै कति अङ्ग? अङ्गबाट हेर्दा 12 अङ्ग भए जस्तै सन्धिबाट हेर्दा कति सन्धि? संखार र विज्ञानको 1 सन्धि, वेदना र तन्हाको 1 सन्धि, कमभव र जातिको 1 सन्धि, जम्मै कति सन्धि? सन्धिबाट हेर्दा 3 सन्धि भए जस्तै हेतुबाट हेर्दा कति हेतु? तन्हा र अविद्या, हेतुबाट हेर्दा 2 हेतु भए जस्तै वटबाट हेर्दा कति वट? क्लेशवट,
कम्मवट विपाकवट क्लेशवट 3 अंग अविद्या तन्हा उपादान अविद्या तन्हा उपादानलाई केवट 3 अंग भनिन्छ क्लेशवटमा 3 अंग भए जस्तै कम्मवटमा कति अंग संखार र कम्म भव संखार र कम्म भवलाई केवट 2 अंग भनिन्छ कम्मवटमा 2 अंग भए जस्तै विपाकवटमा कति अंग विज्ञार नाम रूप सलायतन फस्स वेदना जाति जरा मरण उपपति भव विज्ञार नाम रूप सलायतन फस्स वेदना जाति जरा मरण उपपति भवलाई केवट 8 अंग भनिन्छ जम्मै कति वट वटबाट हेर्दा 3 वट भए जस्तै कालबाट हेर्दा कति काल बितेको अतीत काल अहिले क्षण क्षणमा भइरहेको 55 काल पछि हुने अनागत काल जम्मै कति काल कालबाट हेर्दा 3 काल भए जस्तै आकारबाट हेर्दा कति आकार अतीत कारणका 5 आकार अविद्या संखार तन्हा उपादान भव अविद्या संखार तन्हा उपादान भव कति नम्बरको कोठामा छ 1 नम्बरको कोठालाई सच्चले हेर्दा के सच्च अतीत कारणमा 5 आकार भए जस्तै 55 कार्यमा कति आकार विज्ञार नाम रूप सलायतन फस्स वेदना विज्ञार नाम रूप सलायतन फस्स वेदना कति नम्बरको कोठामा छ 2 नम्बरको कोठालाई सच्चले हेर्दा के सच्च 55 कार्यमा 5 आकार भए जस्तै 55 कारणमा कति आकार तन्हा उपादान भव अविद्या संखार तन्हा उपादान भव अविद्या संखार कति नम्बरको कोठामा छ 3 नम्बरको कोठालाई सच्चले हेर्दा के सच्च 55 कारणमा 5 आकार भए जस्तै अनागत कार्यमा कति आकार विज्ञार नाम रूप सलायतन फस्स वेदना विज्ञार नाम रूप सलायतन फस्स वेदना कति नम्बरको कोठामा छ 4 नम्बरको कोठालाई सच्चले हेर्दा के सच्च प्रत्यक्ष समुत्पातमा जम्मै कति कोठा 1 कोठामा कति आकार 4 पंचे 20 आकार र यी आठारीलाई मुखाग्र गरी अवबोध गर्नु नै संसार दुःख चक्रबाट मुक्ति हुने परम उपाय हो। र अहिले यो प्रत्यक्ष उत्पात चक्रमा तपाईँ हामी चाहिँ कति नम्बरको कोठामा छौं? कति नम्बरको? 2 नम्बरको। 2 नम्बरको कोठामा भएको के हो त भन्दा विज्ञार नाम रूप सलायतन फस्स वेदना। विज्ञार भनेको के हो त भन्दा पटिसन्धि विज्ञान चित्त। के चित्त हो? पटिसन्धि विज्ञान चित्त भनेको के हो त भन्दा आमाको गर्भमा गर्भवास लिएको विज्ञान। र विज्ञान पचय के आउँछ? नाम रूप। के आउँछ? नाम रूप। नाम रूप भनेको कस्तो हो त भन्दा जस्तै
मन र शरीर हजुर। नाम भनेको कस्तो त भन्दा आरमनतिर ढल्किने स्वभाव। केतिर ढल्किने स्वभाव? आरमनतिर ढल्किने स्वभाव यानि झुक्ने स्वभावलाई नाम भनिन्छ। योगीहरूले आरमनतिर ढल्किने झुक्ने भन्दा बुझ्नुहुन्छ? बुझ्दैन है। जस्तै कानमा शब्द आएर ठोकियो, के आएर ठोकियो? शब्द ठोकिने बित्तिकै के मन उत्पन्न हुन्छ? सुनेको मन। तसर्थ कानमा शब्द आएर ठोकिने बित्तिकै योगीहरूले कतादेखि आएको शब्द हो भनेर खोज्नुहुन्छ कि हुन्न? त्यो शब्दतिर योगीहरू ढल्किनुहुन्छ कि हुन्न? हो, त्यो ढल्केकोलाई भनिएको। ढल्किन्छ कि ढल्किँदैन? शब्द कताबाट आयो भने ढल्किन्छ कि ढल्किँदैन? ढल्किन्छ। हो, त्यो ढल्किएकोलाई आरमनतिर ढल्किने स्वभाव। अनि जब मन ढल्केपछि रूप पनि ढल्किन्छ कि ढल्किँदैन? ढल्किन्छ। हो, त्यसलाई नाम रूप भनिन्छ। के भनिन्छ? नाम रूप। नाम रूप पच्या के आउँछ त भन्दा सलायतन। के आउँछ? सलायतन। सलायतन भनेको के हो त भन्दा 6 आयतन। कति आयतन? भन्नुहोस् त के हो? आँखा, कान, नाक, जिब्रो, शरीर, मन। तसर्थ हो यो 6 आयतनलाई 6 इन्द्रिय पनि भनिन्छ। के भनिन्छ? इन्द्रिय पनि भनिन्छ। सलायतना पच्या के आउँछ त भन्दा फस्स। के आउँछ? फस्स भनेको के हो? छोइनु वा ठोकिनु। जस्तै आँखामा के आएर फस्स हुन्छ? रूप। के आएर ठोकिन्छ आँखामा? रूप। कानमा के आएर ठोकिन्छ? शब्द। नाकमा के आएर ठोकिन्छ? जिब्रोमा के आएर ठोकिन्छ? शरीरमा के आएर ठोकिन्छ? स्पर्श। के आएर ठोकिन्छ? हृदय वस्तुमा के आएर ठोकिन्छ? धम्म आरमन। के आरमन? धम्म आरमन। तसर्थ फस्स पच्या के आउँछ त भन्दा वेदना। के आउँछ? वेदना भनेको के हो? अनुभूति गर्ने स्वभाव। वेदना पनि कति प्रकारको छ त भन्दा 3 प्रकारको। कति प्रकारको? 3 प्रकारको। सुख वेदना, दुःख वेदना, उपेक्षा वेदना। कति प्रकारको छ? 3 प्रकारको। यसलाई पालीमा के भनिन्छ त भन्दा एठा आरमन, अनिठा आरमन, तत्र मज्जतता आरमन। एठा आरमन भनेको कस्तो त भन्दा जस्तै योगीहरूले आफूलाई मनपर्ने व्यक्ति आए भने हाम्रा इष्टहरू आए भनेर भन्नुहुन्छ कि हुन्न? भन्नुहुन्छ? भन्नुहुन्छ है। हो त एठा आरमन भनेको के हो त भन्दा मनपर्ने आरमन। के गर्ने आरमन? मनपर्ने आरमन। मनपर्दो आरमनलाई एठा आरमन भनिन्छ। अनिठा आरमन भनेको चाहिँ मन नपर्ने आरमन। के आरमन हो? मन नपर्ने आरमन। तत्र मज्जतता आरमन भनेको चाहिँ सुख पनि होइन, दुःख पनि होइन, मध्यममा बसेको चाहिँ तत्र मज्जतता आरमन। जस्तै योगीहरूको आँखामा रूप आएर ठोकियो। के आएर ठोकियो? रूप आएर ठोकिने बित्तिकै योगीहरूलाई के हुन्छ? देखेको मन। के हुन्छ? देखेको मन। देखेको मनमा योगीहरूको चाहिँ यदि देखे आँखामा रूप आएर ठोकियो, ठोकिने बित्तिकै देखेको मन भयो। हो त देखेको मनमा चाहिँ होस् भएन र आहा कति राम्रो भन्ने बित्तिकै तन्हा हुन्छ कि हुँदैन? हुन्छ। एकैचोटि योगीहरू 2 नम्बरको कोठाबाट कहाँ पुग्नुहुन्छ? 3 नम्बरको कोठामा पुग्नुहुन्छ कि हुन्न? त्यस्तै गरी कानमा शब्द आएर ठोकिन्छ कि ठोकिँदैन? ठोकिन्छ। कानमा शब्द आएर ठोकिँदा पनि योगीको यदि होस् भइदिएन भने वेदना पच्या के हुन्छ? तन्हा हुन्छ कि हुँदैन? हुन्छ। जस्तै कानमा शब्द आएर ठोकियो, योगीलाई चाहिँ अब सुनेको मन भयो भन्ने ज्ञान भइदिएन। सुनेको मन भयो भन्ने ज्ञान भइदिएन। जब सुनेको मन भयो भन्ने ज्ञान नहुने बित्तिकै योगीले के गर्नुहुन्छ त भन्दा कानमा शब्द आएर ठोकियो, सुनेको मन भयो भन्ने ज्ञान नहुँदाखेरि कसको विषयमा कुरा गर्दैछन् यसो अझ भएन भनेर आफूलाई हेर्दै चाहिँ यता खसक खुसुक कुरा गर्न थाले भने पक्कै पनि यसले मेरो बारेमा कुरा काट्दैछ। हुन्छ कि हुन्न? भएको छ? भएको छैन होला, चुप्पै लाग्नुभयो है। छैन? यसो साथीहरूले आफूलाई हेरेर चाहिँ यता 2-3 जना मिलेर कुरा गरे, आफू एक्लै पर्यो भन्ने बित्तिकै मनमा शङ्का हुन्छ कि हुँदैन? पक्कै पनि यिनीहरूले त मेरो बारेमै कुरा गरे होला। हुन्छ कि हुँदैन? हुन्छ। हुन्छ। यदि त्यसरी थाहा पाइएन भने अझ झन् ध्यान बस्ने योगीहरूलाई कस्तो हुन्छ त भन्दा यहाँ त होइन है, फेरि यहाँ भन्नु होला। यहाँ हो त होइन। ध्यान बस्ने योगीहरूलाई कानमा शब्द आएर ठोकिने बित्तिकै सुनेको मन भयो भनेर नजान्दाखेरि कतिखेर खोकेको शब्दहरू पनि आउँछ कि आउँदैन? आफू आनन्दसँग शान्त मन लिएर ध्यान गरिरहेको बेलामा खोकेको आवाज पनि आउँछ, हिँडेको आवाज पनि आउँछ, कसैले अलिकति सास पनि तेजिलो गरी फेर्ने
स्वाँ फुवा गरेको स्वरहरू पनि आउँछ कि आउँदैन? आउँछ। त्यो बेलामा योगीको चाहिँ ज्ञान भएन, ज्ञान भयो त भएन। कानमा शब्द आएर ठोक्यो, सुनेको मन भयो भनेर यदि जान्दिने बित्तिकै त्यहाँ लोभ दोष मोह आउन पाउँछ त? पाउँदैन। तर योगीको होस नहुँदाखेरि कुनै शब्द आएर ठोक्यो, मन पर्यो, के भयो? मन पर्ने बित्तिकै के हुन्छ? लोभ। के हुन्छ? लोभ। योगीको कानमा शब्द आएर ठोकियो, आफू एकान्त शान्त भएर ध्यान बसिरहेको बेलामा आवाज आएर कानमा ठोकियो, शब्द आएर ठोकिने बित्तिकै योगीलाई रिस उठ्यो, के भयो? मनमा शान्त हुन्छ त? हुँदैन। त्यस्तै गरी योगी ध्यानमा बसिरहनु भएको छ। यदि योगीलाई वर्तमानको अवस्थामा सती भन्ने होस भइदैन भन्ने बित्तिकै योगीलाई मोह हुन्छ। के हुन्छ? मोह। राग द्वेष मोह कानको द्वारबाट पनि हुन्छ कि हुँदैन? हुन्छ। यदि ध्यान बसिरहेको समयमा योगीले चाहिँ कानमा शब्द ठोक्यो, सुनेको मन भयो भनेर जान्ने बित्तिकै जति नै डिस्टर्ब गरे तापनि योगीलाई डिस्टर्बको महसुस हुन्छ त? हुँदैन। कानमा शब्द आएर ठोक्यो, सक्यो। त्यो शब्द रहिरहन्छ त? रहँदैन। अहिले चाहिँ हो त्यो कुरालाई नजान्दाखेरि योगीहरूले अलिकति अरूले कुरा गरेको देख्दा पनि मेरो बारेमै कुरा गरे कि, मलाई नै भनेका हुन् कि, हुन्छ कि हुँदैन? यिनीहरूले मेरो बारेमै कुरा गरेका रहेछन्, पख मैले पनि जानेको छु, आउँछ कि आउँदैन? आएको छ? कहिले कसो आएको छैन? अहिले होइन, पहिला पहिला भनेको, अहिले भनेको होइन। पहिला पहिला आएको छैन? आएको छ नि, हो कि होइन? होस भएर कि नभएर? नभएर भन्दाखेरि अहिले यहाँ भगवानले चाहिँ के भन्नुहुन्छ त भन्दा, हो यो वेदनामा ज्ञान लगाऊ। केमा ज्ञान लगाऊ? वेदनामा ज्ञान लगाउने बित्तिकै यहाँ ज्ञानले काट्छ कि काट्दैन? काट्छ। वेदनामा ज्ञान लगाउने बित्तिकै यहाँ ज्ञानले काट्छ। तसर्थ वेदनामा ज्ञान नहुँदा के हुन्छ त भन्दा एकैचोटि दोस्रो नम्बरको कोठाबाट तेस्रो नम्बरको कोठामा पुगिन्छ कि पुगिँदैन? वेदना पचया तन्हा, तन्हा पचया उपादान, उपादान पचया कमभव पचया जाति। घुम्यो कि घुमेन? घुम्यो भन्दा अहिले यहाँ तपाईँहरूले चाहिँ के गर्नु पर्यो त भन्दा वेदनामा ज्ञान लगाउन पर्यो। राम्रो देखे पनि नतानिने, तानिने त नतानिने। आँखामा रूप आएर ठुक्यो, सक्यो, देखेको मन भयो, हो कि होइन? कानमा शब्द आएर ठुक्यो, सुनेको मन भयो, यतिमा मात्रै रोकिनु रे भगवानले। यतिमा मात्रै के गर्नु? रोकिनु। तर तपाईँ हामी चाहिँ के गर्छौँ? अगाडि बढ्ने बित्तिकै के गर्न पर्छ? घुम्न पर्छ। के गर्न पर्छ? दसैँ आउँदैछ, चर्के पनि खेल्न पर्छ कि पर्दैन? पर्छ। खेल्ने हो? होइन, अब त नखेल्ने हो कि होइन? नबुझ्दा पो खेलेको त होइन त? भन्दाखेरि भगवानले के भन्नुहुन्छ यहाँनिर? वेदनामा ज्ञानले काट्नु। भगवानले चाहिँ वेदनामा ज्ञानले काट्नु भनिन्छ। तपाईँ हामीले चाहिँ के गरिन्छ त भन्दा फैलाउने काम गरिन्छ। के गर्ने काम? फैलाउने काम। यसको उदाहरण दिन पर्दाखेरि भगवान बुद्धको समयकालमा मागन्धीय नाम गरेका एकजना अभिमानी ब्राह्मण थिए। के नाम गरिएका? मागन्धीय। हिजो योगीहरूले के ब्राह्मणको बारेमा सुन्नुभयो? कस्ता ब्राह्मण हुन्? महाब्रह्मा। के ब्रह्मा हुन्? महाब्रह्मा। आज चाहिँ योगीहरूलाई मागन्धीय अभिमानी ब्राह्मण। को ब्राह्मण हो? नाम के हो रे? मागन्धीय। तसर्थ यी मागन्धीय ब्राह्मण चाहिँ कस्ता थिए त भन्दा शास्त्रहरू पनि धेरै नै अध्ययन गरेका, पढा लेखा, अलिकति पालीका श्लोकहरू पनि गाथाहरू पनि आउँदो गरेका, अलिकता पढे लेखेका व्यक्ति अभिमानी हुन्छन् कि हुँदैनन्? हुन्छन्। र अनि उनका एकजना मित्र पनि थिए। को त भन्दा भारद्वाज ब्राह्मण। के ब्राह्मण हो? भारद्वाज ब्राह्मण पनि मित्र हुनुहुन्थ्यो। र उनीहरूको एक आपसमा अब आफ्नो अग्निहोत्र काम गर्नुहुन्थ्यो उहाँहरूले। तसर्थ आफ्नो जुन कार्य पनि मिलिरहेको हुँदाखेरि, आफ्नो सिद्धान्त पनि मिलेको हुँदा मागन्धीय ब्राह्मण चाहिँ कहिले कसो आफ्नो मित्र भारद्वाज ब्राह्मण कहाँ जाने गर्नुहुन्थ्यो। सिद्धान्त मिलेको कारणले उहाँले पनि अग्निहोम गर्नुहुन्थ्यो र भारद्वाज ब्राह्मणले पनि अग्निहोम कार्य गर्नुहुन्थ्यो। सिद्धान्त मिलेको कारणले गर्दा कहिले कसो भेट्न जाने गर्नुहुन्थ्यो। र एक दिन भगवानले देख्नुहुन्छ मागन्धीय ब्राह्मणले ज्ञान पाउँछन् भन्ने कुरा। भगवानले देख्ने बित्तिकै भगवानले के गर्नुहुन्छ त भन्दा भारद्वाज ब्राह्मण कहाँ भगवान जानुहुन्छ। जब भारद्वाज ब्राह्मण कहाँ भगवान पुग्ने बित्तिकै भारद्वाज ब्राह्मणले पनि भगवान पाल्नु भएछ, अब यो जङ्गलमा मैले केद्वारा सेवा गरौँ भगवानलाई।
तसर्थ अब जङ्गलमा केही पनि नमिल्दा उनले कुशहरू घाँसहरू काटेर चाहिँ भगवानलाई एउटा राम्रो आसन बनाएर दान गर्नुभयो र अनि बिन्ती गर्नुभयो। भो भन्ते भगवान, जङ्गलमा आएको समयमा मैले यही कुशासनद्वारा चाहिँ हजुरलाई सेवा गर्दछु, यो कुशासनमा भगवान बिहार लिइबक्सिनुहोस् भनेर बिन्ती गर्नुभयो भारद्वाज ब्राह्मणले। कसले हो? जब यसरी बिन्ती गरिसक्दा जस्तै भगवानहरू पाल्नुभयो भने बिहार लिइबक्स्योस् भनेर भन्नुपर्छ। जस्तै मान्छेहरू आउँदा तपाईँ हामीले आउनुहोस् बस्नुहोस् भनेर भनिन्छ कि भनिँदैन? भनिन्छ। त्यस्तै जस्तो भगवानहरू आउँदा चाहिँ कसरी भन्नुपर्छ? बिहार लिइबक्सिनुहोस् भन्नुपर्छ कि पर्दैन? पर्छ। जब यसरी चाहिँ भगवान समय समयमा आइदिनुहुन्थ्यो र एक दिन मागन्धीय ब्राह्मण पनि आफ्नो मित्र भारद्वाज ब्राह्मण कहाँ आउनुभयो। आउने बित्तिकै उनले छेउमा राम्रोसँग बनाइरहेको कुशासन देख्नुभयो। के आसन देख्नुभयो? कुशासन भनेको योगीहरूले बुझ्नुहुन्छ नि? घाँसबाट यानि कुशबाट बनाइएको आसनलाई कुशासन बुझिन्छ नि? कुशासनलाई देख्ने बित्तिकै मागन्धीय ब्राह्मणले मनमा नै विचार गर्नुभयो, यहाँ त पक्कै पनि विद्वान व्यक्ति चाहिँ आउने गरेका रहेछन्। तसर्थ भारद्वाज मित्रलाई सोध्न पर्यो, हे भारद्वाज मित्र, यहाँ तिमी कहाँ धेरै विद्वान चाहिँ आउने गरेका रहेछन् भन्ने कुरा मैले यो कुशासनलाई हेरेर बुझेँ रे। कसले हो? मागन्धीय ब्राह्मणले। कसले हो? जब मागन्धीय ब्राह्मणले भन्ने बित्तिकै भारद्वाज ब्राह्मणले के भन्नुहुन्छ त भन्दा, हो मित्र, तिमीले सही भन्यौ कि यहाँ एकजना विद्वान व्यक्ति चाहिँ आउने गर्नुहुन्छ। मागन्धीय ब्राह्मणले सोध्नुहुन्छ, उहाँ को हो नि? भारद्वाज ब्राह्मणले भनिदिनुहुन्छ, सम्मा सम्बुद्ध भगवान आउनुहुन्छ। को आउनुहुन्छ? सम्मा सम्बुद्ध भगवान आउनुहुन्छ भनेको शब्द सुन्ने बित्तिकै मागन्धीय ब्राह्मणले के भन्छन् त भन्दा, आज निक्लेर आउँदाखेरि नै कस्तो साइत लिएर आएछु। के लिएर आएछु रे? कस्तो साइत लिएर आएछु। आउने बित्तिकै अलक्षिणा शब्द सुन्न पर्यो। के शब्द? गौतम बुद्ध आउनुहुन्छ भनेको मागन्धीय ब्राह्मणलाई के शब्द भयो? अलक्षिणा शब्द। त्यस्ता ब्राह्मण पनि थिए कि थिएनन्? अहिले हो कि भगवानको समयमा? भगवानको समयमा हो कि होइन? कस्तो अलक्षिणा शब्द सुन्न पर्यो भनेर भन्दा यता भारद्वाज ब्राह्मणले भन्नुहुन्छ, हे मित्र, तिमीले किन यसरी अलक्षिणा शब्द भनेका, लोकमा सम्मा सम्बुद्ध भनेको शब्द सुन्न पाउने दुर्लभ छ, तिमीले किन यसरी अलक्षिणा बानी भन्यौ हे मित्र भन्दा मागन्धीय ब्राह्मणले के भन्छन् त भन्दा, मलाई उहाँको मार्गै मन पर्दैन। के मन पर्दैन रे? उहाँको मार्ग नै मन पर्दैन। तसर्थ मलाई उहाँको शब्द सुन्न पनि मन लाग्दैन। जब यसरी भन्दा यता भारद्वाज ब्राह्मणले भन्नुहुन्छ, होइन मित्र, तिमीले यसो नभन, उहाँको मार्ग उहाँले आचरण गर्नुभएको छ, तिम्रो के बिग्रेको छ? अनि मागन्धीय ब्राह्मणले भन्छन्, बिग्रिन त मेरो केही पनि बिग्रेको छैन र पनि मलाई मन पर्दैन। अनि भारद्वाज ब्राह्मणले भन्नुहुन्छ, हे मागन्धीय मित्र, तिमीले यसो नभन, जति नै राम्रो छ भने तापनि रे मलाई उहाँको मार्ग चाहिँ मन पर्दैन। कसलाई मन नपरेको? योगीहरूलाई हो त? होइन। भन्दा मागन्धीय ब्राह्मणले जब यसो भन्दा भारद्वाज ब्राह्मणले फेरि भन्नुहुन्छ, मित्र, यदि गौतम बुद्ध चाहिँ यदि यहाँ अगाडि सामुने आइदिने हो भने तिमीले गौतम बुद्धको अगाडि पनि यो शब्द बोल्न सक्छौ? बोलाउन रे। के रे? बोलाउन। भगवानसँग के गरेका? जोरी खोजेका। के खोजेका? जोरी खोजेको हो नि? बुझिन्छ नि है? कि चुनौती गरेका? चुनौती गरेका हो कि होइन? कसले हो? मागन्धीय ब्राह्मणले बोलाउन रे। भगवानले पनि यता दुईजना भारद्वाज ब्राह्मण र मागन्धीय ब्राह्मणको एक आपसमा कुशको कारणमा कुरा भइरहेको, आसनको कारणमा कुरा भइरहेको कुरा चाहिँ बिहारमै बसी बसी दिव्य श्रोताकानले सुनिरहनु भएको छ। सुन्नुभएको छ कि छैन? सुन्नुभएको छ। यता मागन्धीय ब्राह्मणले भन्छन्, उहाँको मार्ग मलाई मन पर्दैन। मन पर्छ त? किन तिमीले यसरी मन पर्दैन भन्छौ मित्र? यसो नभन। होइन, उहाँको मार्ग उहाँले मात्रै आचरण गरेको नभइकन सबैलाई त्यही मार्ग सिकाए। धेरै पछि लागे रे। धेरै के गरे रे? पछि लागे। त्यही भएर मलाई मन पर्दैन। मन पर्छ त? कसलाई हो? मागन्धीय ब्राह्मणलाई। यति मात्र होइन रे, उहाँको मार्ग चाहिँ कस्तो त भन्दा उहाँले फैलिनै दिनुहुन्न। के गर्न दिनुहुन्न? फैलिन दिनुहुन्न। बिचैमा टप्प टप्प भाँचिदिनुहुन्छ अरे। भगवानले के गर्नुहुन्छ अरे?
भाँचिदिनुहुन्छ अरे बिचैमा। मागन्धीयको सिद्धान्त चाहिँ के त भन्दा फैलाउने बढाउने, वेदना भयो भने त्यसमा मख हुने, आँखामा रूपाएर ठोकिन्छ, ठोकिने बित्तिकै देखेको मन हुन्छ, त्यसमा रङ्ग रमाइलो गर्ने, त्यसमा आसक्ति हुने, तानिने, कर्म गर्ने। भगवानले चाहिँ कर्मलाई काट्ने, कर्मलाई के गर्ने? काट्ने। केले काट्ने? ज्ञानले। केले काट्ने? ज्ञानले। तसर्थ मलाई मन पर्दैन। मन पर्छ त? कसलाई हो? मागन्धीय ब्राह्मणलाई। जब त्यसो भन्ने बित्तिकै उनले बोलाउन भन्दा भगवान पनि आकाश मार्गबाट आउनुभयो कि भएन? मागन्धीयलाई ज्ञान दिने समय भयो भन्दै भगवान आकाश मार्गबाट आउनुभयो। तर मागन्धीयले भगवान आएको देखेनन्। देखे त? देखेनन्। अगाडि आएर ठप्प उम्बेको देख्दाखेरि त जसँगै भयो नि, एकछिन त तर्से सात गयो जस्तो नि। आइपुगेछन्। के भयो? ल आइपुगेछन् भने के भन्छन्? भने भगवानलाई देख्ने बित्तिकै तर्से। अब आफैले भनेका छन् लु बोलाउ न, अब कुरा नगरेर हुन्छ त? भगवानले भारद्वाज ब्राह्मणलाई गएर सोध्नुहुन्छ, हे भारद्वाज ब्राह्मण, तिमीहरूको एक आपसमा के कुरा, के को विषयमा चर्चा भइरहेको थियो? अब उनले नै भनेका छन् बोलाउ न, हो कि होइन? अब अगाडि बढेर कुरा गर्न पर्यो कि परेन? पर्यो। अनि मागन्धीय ब्राह्मणले आएर भन्छन्, मलाई तपाईँको मार्ग मन पर्दैन भनेको। तपाईँको मार्ग मन पर्दैन भनेको भन्दा भगवानले भन्नुहुन्छ, हे मागन्धीय ब्राह्मण, मेरो मार्गले तिम्रो के बिगारेको छ? तिम्रो के बिगारेको छ? अनि मागन्धीय ब्राह्मणले भन्छन्, बिगार्नु त मेरो केही पनि बिगारेको छैन, र पनि मलाई मन पर्दैन। मन पर्छ त? पर्दैन। मेरो मार्गले तिमीलाई केही पनि बिगारेको छैन भने मेरो मार्ग मैले आचरण गरेको छु, तिमीले किन मन दुखाएका त? तपाईँले भनेको सही भए तापनि तपाईँको मार्ग मलाई मन पर्दैन। तपाईँको मार्ग तपाईँले मात्रै आचरण गरेको नभइकन सबैलाई त्यही मार्ग सिकाउनु भयो। तपाईँको पछि धेरै लागे, त्यसकारण मलाई मन पर्दैन। मागन्धीय ब्राह्मणलाई मन पर्छ अरे त? मन पर्दैन। अनि भगवानले भन्नुहुन्छ, मैले जस्तो आचरण गरेको छु, मेरा चेलाहरूलाई पनि, मेरा शिष्यहरूलाई पनि मैले त्यस्तै आचरण सिकाएको छु, त्यसमा तिम्रो के बिग्रियो? बिग्रिन त मेरो केही पनि बिग्रेको छैन, र पनि तपाईँले फैलिनै दिनुहुन्न, तसर्थ तपाईँको मार्ग मन पर्दैन। के गर्न दिनुहुन्न अरे? फैलिन दिनुहुन्न, बिचैमा काटिदिनुहुन्छ, भाँचिदिनुहुन्छ, तसर्थ तपाईँको मार्ग मलाई मन पर्दैन। जस्तो कि भाँचिदिने भन्दा यहाँ योगीहरूलाई अलिकति कन्फ्युज पनि हुनसक्छ। कस्तो त भन्दा योगीहरूले फर्सीको मुन्टा त देख्नुभएको छ नि? फर्सीको मुन्टालाई मुन्टा जति प्रिक 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 भाँचिदिने हो भने झाङ फैलिन पाउँछ त? पाउँदैन। भगवानले पनि मनमा भएका क्लेश, राग, द्वेष, मोहहरूलाई भाँच, के गर? भाँच। त्यही भएर हो यहाँ वेदनामा योगीहरूले के गर्न पर्यो? ज्ञानले चाहिँ भात्न पर्यो। राग, द्वेष, मोह केही पनि आउन दिन भएन। दिन भयो त? भएन। जस्तै आँखामा रूपाएर ठोकियो, देखेको मन भयो, त्यतिमै रोक, त्यतिमै रोक। तँभन्दा अगाडि नबर। तँभन्दा अगाडि बढ्ने बित्तिकै कि त योगीलाई मन पर्छ, कि त मन पर्दैन, कि त होस हुँदैन, राग द्वेष मोह आउँछ कि आउँदैन? कानमा शब्द आएर ठोकियो, के मन उत्पन्न भयो? सुनेको मन। बास त्यतिमै रोक। तँभन्दा अगाडि नबर। अगाडि बर त? नबर। नाकमा गन्ध आएर ठोक्यो, सुँगेको मन भयो, त्यतिमै रोक। तँभन्दा अगाडि नबर। जिब्रोमा रस आएर ठोक्यो, रस लिएको मन भयो, त्यतिमै रोक। तँभन्दा अगाडि नबर। भगवानले अगाडि बर भन्नुहुन्छ कि नबर भन्नुहुन्छ? नबर। तर मागन्धीयले चाहिँ के भन्छन् त भन्दा आँखामा रूपाएर ठोक्यो, देखेको मन भयो, त्यसमा तान्निनु, त्यसमा आसक्ति हुनु, त्यसमा अनुराग हुनु, अनि त्यसलाई प्राप्त गर्नको निम्ति कर्म गर्नु। भगवानले चाहिँ कर्मलाई काट्नु। कर्मलाई के गर्नु? काट्नु। मागन्धीयले चाहिँ फैलाउनु। मागन्धीयले के हो? फैलाउनु। त्यसकारण तपाईँको मार्ग मलाई मन पर्दैन। तपाईँले बिचैमा भाँचिदिनुहुन्छ। बिचैमा के गरिदिनुहुन्छ? कसले हो? मागन्धीयले। भगवानको मार्ग चाहिँ के रे? बिचैमा भाँचिदिने मार्ग। के गर्ने मार्ग? बिचैमा भाँचिदिने मार्ग। मागन्धीयको मार्ग चाहिँ फैलाउने मार्ग। तसर्थ जति फैलिँदै जान्छ उति झाङ्गिँदै आउँछ कि आउँदैन? आउँछ। त्यस्तै जस्तो भगवानले चाहिँ मनमा भएका राग द्वेष मोहहरूलाई भाँच, के गर? भाँच। फैलिन नदेऊ। फैलिन दिने हो त? फैलिन दिने बित्तिकै योगीहरू फेरि अनमत्तको संसारमा घुम्न पर्छ कि पर्दैन? पर्छ। त्यसकारण भगवानले चाहिँ के गर्नु रे? भाँच्नु। के गर्नु? मागन्धीयले चाहिँ फैलाउनु। के गर्नु?
फैलाउनु र त्यसलाई कसरी हुन्छ प्राप्त गर्नको निम्ति कर्म गर्नु। भगवानले चाहिँ कर्मलाई ज्ञानले काट्नु, कर्मलाई केले काट्ने? ज्ञानले काट्ने। जब भगवानसँग यसरी वार्तालाप भइरहेको समयमा भगवानले भन्नुहुन्छ, हे मागन्धीय, मेरो मार्ग मैले आचरण गरेको छु, मेरा शिष्यहरूलाई पनि मैले त्यही मार्ग सिकाएको छु, तिम्रो के बिग्रियो? तिमीले किन यसरी चित्त दुखाएका? हजुरले भनेको ठिकै भए तापनि हजुरको मार्ग मलाई मन पर्दैन। तपाईको मार्ग चाहिँ मुन्टा बाँच्ने मार्ग। के बाँच्ने मार्ग? फेरि इस्कुसको मुन्टा भन्नु होला नि, होइन नि, रागद्वेष मोहको मुन्टा हो। के को मुन्टा हो? रागद्वेष मोहको मुन्टा बाँच्ने हो कि होइन? फेरि फर्सीको मुन्टा भन्दै भोलि दिवा भोजन बिहान जलपानमा पनि सबै मुन्टा लिएर खिलाउनु होला, हो कि होइन? मनको रागद्वेष मोहलाई चाहिँ के गर्नु रे? भाँच्नु। भाँच्ने बित्तिकै झाङ्गिन पाउँछ त? पाउँदैन। योगीहरूले बाहिर मुन्टाहरू देख्नुभएको छ नि, विभिन्न प्रकारका मुन्टाहरू। जब हजुरले भाँचिदिनु भएन भन्ने बित्तिकै फैलिन्छ कि फैलिँदैन? फैलिन्छ। त्यस्तै गरी तपाईँ हाम्रो मनमा पनि राग द्वेष मोह मान अभिमान छ कि छैन? हो, ती मुन्टाहरूलाई भाँचिदिनु। के गरिदिनु? कसले हो? भगवानले। कसले हो? फैलाउने चाहिँ कसले हो? मागन्धीयले। कसले हो? मागन्धीयले। जब भगवानले यसरी भन्दा पनि मागन्धीयले तपाईँको मार्ग म मान्दिन, मान्छन् त? मान्दैनन्। अनि भगवानले भन्नुहुन्छ, भगवानले के भनेर भन्नुहुन्छ त भन्दा मागन्धीयलाई त्यहाँ एउटा गाथा पनि बताउनुहुन्छ। भगवानले के पनि बताउनुहुन्छ? गाथा चाहिँ कस्तो त भन्दा आरोग्य परमम लाभम निब्बान परमम सुखं अठङ्गीको च मगानङ खेम अमत गामिनङ भनेर भगवानले गाथा पनि बताइदिनु भयो। अनि मागन्धीयले पनि देखे जति पालीहरू आउँदो गरिरहेका, अनि उनले पनि भन्छन् आरोग्य परमम लाभम निब्बान परमम सुखं। भगवानले जुन जुन गाथा भन्नुहुन्छ त्यही गाथा भन्छन् कि भन्दैनन्? भन्छन्। किन भन्दा उनले पनि आउँदो गरेका छन् नि त। अनि भगवानले सोध्नुहुन्छ, ल मागन्धीय, त्यसो भने ठिक छ, तिमीले हो यो गाथालाई कसरी बुझ्यौ भन। अनि मागन्धीयले भन्छन्, आरोग्य परमम लाभम, निरोगी हुनु नै परम सुख हो। निरोगी हुने के हो? परम सुख हो। तसर्थ हेर्नुहोस्, हे गौतम, मलाई हेर्नुहोस्, म कति हट्ट कट्ट छु, कति मोटो घाटो छु। मलाई जे भने पनि पुगिरहेको छ, जस्तो पनि मैले खान सक्छु, जस्तो पनि पचाउन सक्छु भन्दै पेट ठटाउँदै देखाउँछन् भगवानलाई। कसले हो? मागन्धीयले पेट ठटाउँदै, यहाँ मलाई हेर्नुहोस्, म कति मोटो घाटो छु। मागन्धीयको अभिमान नि त, हो कि होइन? मागन्धीयले जब यसरी आरोग्य परमम लाभमलाई खोलेका, उहाँले बुझे अनुसार नै। अनि आरोग्य परमम लाभम निब्बान परमम सुखङलाई निब्बान परमम सुखङ भनेको चाहिँ के हो त भन्दा, अरे निर्वाण नै परम सुख हो। निर्वाण नै के हो? परम सुख हो। तसर्थ हे गौतम, यहाँ हेर्नुहोस्, मैले जे खान्छु भने पनि पाइरहेको छु, जे लाउँछु भने पनि पाइरहेको छु, धन सम्पत्तिले पनि मलाई परिपूर्ण छ, छोराछोरी जनसम्पत्तिले पनि परिपूर्ण छ, जे खान्छु भने पनि पाइरहेको छु, जहाँ जान्छु भने पनि जान सकिरहेको छु, निरोगी पनि छु। मेरो निम्ति निर्वाण नै यही हो। मेरो निम्ति निर्वाण नै के हो? यही हो। कसको निर्वाण हो? मागन्धीयको। अनि तल रहेको अठाङ्गिक मार्गलाई चाहिँ फेरि व्याख्या गर्छन् त भन्दा गर्दैनन्। गर्छन् त? गर्दैनन्। जब यसरी अभिमान गरी देखाउँदा भगवानले भन्नुहुन्छ, हे मागन्धीय, अहिले तिमी कस्ता भइरहेका छौ त भन्दा, जस्तै पञ्च कामगुणमा रमाउने व्यक्तिले चाहिँ पञ्च कामगुणमा मस्त हुन पाउँदाखेरि आनन्द सुख माने जस्तो सुख तिमीले चाहिँ त्यसलाई चाहिँ निर्वाण सम्झिरहेका छौ। हे मागन्धीय, म सिद्धार्थ भएर जन्मेको समयमा जब कपिलवस्तुमा मेरा पिता महाराजले मलाई 3टा महलको सुख दिनुभएको थियो, यति मात्र होइन, म जन्मिँदाखेरि मेरो संसारमा 4वटा सुनका घराहरू पनि उत्पन्न भएका थिए। एक मान्छे भन्दा पनि अलगा, जति निकाले पनि नसकिने उत्पन्न भएको थियो कि थिएन? योगीहरूलाई बुद्ध जीवनी थाहा छ कि छैन? थाहा छ नि, संक्षिप्तमा त थाहा होला नि, हो कि होइन? 4वटा घराहरू उत्पन्न भएका थिए। अझ यति मात्र होइन, मेरा पिताले मलाई 40,000 अप्सरा जस्ता राम्रा कन्याहरू चाहिँ सेवाको निम्ति खटाइदिनु भएको थियो। यति मात्र होइन, हे मागन्धीय, म बाहिर जाँदाखेरि कुनै वृद्ध नदेख्नको निम्ति, कुनै रोगी नदेख्नको निम्ति बाटो पनि राम्रोसँग सफा गरी राखिदिनु भएको थियो। कुनै मृतक लास पनि देख्न पर्ने थिएन। र पनि त्यस्तो सुखको अगाडि अहिले तिमीले भनेको सुख भनेको त केही पनि होइन। तिमी किन यसरी अभिमानी गरेका? हे मागन्धीय, मैले त्यस्तो सुख पाउँदा पनि मैले त्यो सुखलाई सुख हो
भन्ने त्यो सुखलाई मैले त्यो सुखमा मक्ख पर नबसिकन यो चाहिँ अल्प सुख हो, क्षणिकको सुख हो, केही छिनपछि बिग्रिन्छ भन्ने कुरालाई बुझेर त्यो सुखलाई मैले तिर्लाञ्जली दिएर चाहिँ म गृह त्याग गरेँ। तिमी किन अभिमानी गरिरहेका छौ? भगवानले कसलाई हो? मागन्दियलाई। जब भगवानले यसरी भन्दा पनि मागन्दिय मान्छन् त भन्दा मान्दैनन्। हे मागन्दिय, अहिले तिमी कस्ता भइरहेका छौ त भन्दा कस्तो त भन्दा जुन कि तिमीले अहिले यो मनुष्य लोकमा भएको पञ्च कामगुणलाई नै निर्वाण भनेर सम्झिरहेका छौ, तर त्यो भन्दा उत्तम ठाउँमा पुगिसकेका व्यक्तिले त्यो ठाउँलाई घृणा गर्छन्। के गर्छन्? घृणा गर्छन्। कस्तो त भन्दा जस्तै कुकुरले के खान्छ? फोहोर खान्छ। के खान्छ? देख्नु भएको छ नि? कुकुरले फोहोर खाइरहेको बेलामा योगीहरूले देख्नुभयो भने र्याल च्वाउँदै आहा कस्तो मिठो गरी खाएको भन्नुहुन्छ? के भन्नुहुन्छ नि? के भन्नुहुन्छ? कुकुरले फोहोर खाएको के भन्नुहुन्छ नि? छ्या भन्नुहुन्छ। र्याल च्याउने व्यक्ति कोही हुनुहुन्छ? छैन। तर कुकुरले त्यो फोहोर खाइरहेको बेलामा अर्को कुकुरले देख्यो भने के गर्छ? आहा यसले कति मिठो आहार खाएको, मैले पनि गएर लुर्छु भन्छ कि भन्दैन? भन्छ। तर योगीहरूले भन्नुहुन्छ त? किन भन्दा योगीहरू त्यो भन्दा उत्तम सुख प्राप्त गरिसक्नु भयो नि त, हो कि होइन? पशुको भन्दा मनुष्य सुख चाहिँ सुख छ कि छैन? सुख छ। त्यसकारणले योगीहरूलाई फेरि पशु भन्ने इच्छा हुन्छ त? हुँदैन। त्यस्तै जस्तो हे मागन्दिय, कुनै व्यक्ति चाहिँ यो मनुष्य लोकबाट मृत्यु भएर सुगति स्वर्गलोकमा पुग्छ भने त्यो व्यक्तिले मनुष्य लोकको सुखलाई छिछि र दुर्दुर गर्छ कि गर्दैन? देवलोकको सुख पाएका व्यक्तिहरूले मनुष्य लोकको सुखलाई मन पराउँदैनन्, मनुष्य लोकको इच्छा फेरि गर्दैनन्। र अनि ब्रह्मलोकको सुख पाएका व्यक्तिहरूले देवताहरूको सुखलाई मन पराउँदैनन्। अरहन्त भएका व्यक्तिहरूले देवताहरूको सुखलाई पनि ब्रह्महरूको सुखलाई पनि मन पराउँदैनन्। तसर्थ हे मागन्दिय, कुनै व्यक्तिले चाहिँ मनुष्य जीवनमा छँदा तिमी भन्दा पनि धनी मानी, तिमी भन्दा पनि कस्ता? धनी मानी, तिमीलाई भन्दा पनि अझै टन्जमन्ज भएको व्यक्ति सुख शान्तिपूर्वक गृहस्थ जीवनमा बसेर चाहिँ मृत्यु पश्चात सुगति देवलोकमा पुग्यो। अब त्यो देवलोकमा पुगेको व्यक्तिले देवलोकमा पुगिसकेको व्यक्तिलाई फेरि मनुष्य लोकमा मेरो यस्तो सुख थियो, मेरो यस्तो प्रकारको काम भोग थियो, मैले यस्तो आहारहरू खान्थेँ भनेर यदि उसलाई सम्झना आयो भने पनि ऊ फेरि मनुष्य लोकमा आउन चाहन्छ त? देवलोकको सुख पाएको व्यक्ति मनुष्य लोकमा आउन चाहँदैन। तसर्थ हे मागन्दिय, तिमीले किन यसरी अभिमान गरेका? त्यति भन्दा पनि मागन्दियले मान्छन् त भन्दा मान्दैनन्। मान्छन् त? मान्दैनन्। तसर्थ मागन्दिय, मैले तिमीलाई एउटा उपमा दिन्छु, तिमीले कस्तो बुझ्छौ भन। भगवानले के दिन्छु रे? उपमा। कस्तो उपमा दिनुहुन्छ त भन्दा हेर मागन्दिय, कुनै एउटा व्यक्तिलाई चाहिँ कुष्ठ रोग लागेको छ। के रोग? कुष्ठ रोग यानि कोर रोग। बुझ्नुहुन्छ नि? कुष्ठ बुझ्नुहुन्छ कि कोर बुझ्नुहुन्छ? कुष्ठ रोग लागेको व्यक्ति छ। अनि हो त कुष्ठ रोग लागेको व्यक्तिलाई चाहिँ जब रोगले सताउन थाल्यो, चिलाउन थाल्यो भन्ने बित्तिकै नकनाइकन बस्न सक्छ त? सक्दैन। कनाउँदा कनाउँदा छालाहरू जम्मै खुइलेर आउँछ कि आउँदैन? अनि जब छालाहरू खुइल्न थाल्छ, शरीरभरि पोल्न थाल्छ, नकनाइ पनि बस्न सक्दैन। अनि त्यो व्यक्तिले के गर्छ त भन्दा आगो ताप्छ। के ताप्छ? आगो ताप्छ। जब आगोमा गएर यसो सेकाइदिने बित्तिकै कस्तो आनन्द आउँछ कि आउँदैन? किन भन्दा त्यहाँ भएका किराहरू लाटिन्छन्। के हुन्छन्? किराहरू लाटिने बित्तिकै उसलाई आनन्द हुन्छ। अनि एकछिनमा फेरि बाहिर निक्लिने बित्तिकै चिसो हावाले छुने बित्तिकै किराहरू फेरि के गरेर आउँछन्? जागेर आउँछन्, टाठेर आउँछन्। टाठेर आउने बित्तिकै फेरि चिलाउँछ कि चिलाउँदैन? चिलाउँछ। अनि फेरि आगोमा गएर ताप्न पर्यो कि परेन? पर्यो। त्यो समयमा चाहिँ एकजना धेरै औषधि जानेका वैद्य आइपुग्नुहुन्छ। को आइपुग्नुहुन्छ? औषधि धेरै जानेका, उपचार धेरै जानेका वैद्य एकजना आउनुहुन्छ र अनि भन्नुहुन्छ, ओहो तपाईँलाई त यस्तो दुःख भएको रहेछ, तसर्थ मैले यसको औषधि जानेको छु, तपाईँले यस्तो औषधि लगाउनुहोस् भनेर लगाउने औषधि, खाने औषधि जम्मै सिकाइदिएर गए। अनि ती कुष्ठरोग भएका व्यक्तिले पनि त्यो औषधि लगाउनु पनि भयो, खानु पनि भयो। कुष्ठरोग शान्त भयो कि भएन? शान्त भयो। जब रोग शान्त हुने बित्तिकै आगो ताप्नु पर्छ त? पर्दैन। अनि फेरि अर्को एकजना व्यक्ति, त्यस्तै व्यक्ति आयो, कुष्ठरोग भएको व्यक्ति। त्यो कुष्ठरोग भएको व्यक्तिलाई कसले देख्यो त भन्दा अघि कुष्ठरोग भएर निको भएको व्यक्तिले देख्यो। देख्ने बित्तिकै ओहो तिमीलाई पनि यस्तरी आगो तापिरहन परेको छ, मलाई पनि पहिला यस्तै दुःख थियो, ल ल ल मैले तिमीलाई औषधि भनिदिन्छु, तिमीले यो औषधि लगाऊ।
यो औषधि लगाऊ भन्ने बित्तिकै त्यो कुष्ठरोग भएको अर्को व्यक्तिले चाहिँ के भन्छ त भन्दा के त यो औषधि लाउने बित्तिकै आगो ताप्न पर्दैन, आगो ताप्नै पर्दैन मित्र। यो औषधि लाउने बित्तिकै रोग निको हुन्छ, रोग निको हुने बित्तिकै तिमीलाई आगो ताप्नु पर्ने आवश्यकता नै रहँदैन। भयो भयो म त औषधि लाउँदिन, आगो नै ताप्छु। के भन्छ? आगो नै ताप्छु। यदि भन्छ भने हे मागन्धीय, त्यो व्यक्तिलाई तिमीले के भन्छौ? विद्वान भन्छौ कि मूर्ख? योगीहरूले के भन्नुहुन्छ? के भन्नुहुन्छ? मूर्ख। मागन्धीयले पनि के उत्तर दिए? मूर्ख। तसर्थ हे मागन्धीय, अहिले यहाँ भगवान 3 कटौरा दबाई लिएर आउनुभयो। कति कटौरा? 3 कटौरा। अनित्य लक्षणको 1 कटौरा दबाई लिएर आउनुभयो कि भएन? दुःख लक्षणको 1 कटौरा दबाई, अनात्मा लक्षणको 1 कटौरा दबाई लिएर आउनुभयो कि भएन? आउनुभयो। र अनि भगवानले उपमेय पनि फेरि दिनुहुन्छ। के दिनुहुन्छ? उपमेय। जस्तै कि कुष्ठरोग लागेको व्यक्ति भनेको चाहिँ को त भन्दा पृथकजन प्राणी। को हो? पृथकजन प्राणी। अहिले तपाईँ हामी के प्राणी हौ? पृथकजन। पृथकजन भनेको बुझ्नुहुन्छ? कुनै पनि ज्ञान प्राप्त नगरेकालाई के भन्छ? पृथकजन प्राणी। कुष्ठरोग लागेको व्यक्ति भनेको पृथकजन प्राणी। र अनि कोरको किरा भनेको चाहिँ के हो त भन्दा कोरको किरा भनेको चाहिँ पञ्चकामगौर। कोरको किरा भनेको के हो? पञ्चकामगौर। मेरो छोरा, मेरो छोरी, मेरो नाति, मेरो नातिनी, मेरो घर, मेरो व्यापार, मेरो काम छन् कि छैनन्? पञ्चकामगौरमा मस्त हुन्छन् कि हुन्नन्? हुन्छन्। तसर्थ कोरको किरा भनेको चाहिँ पञ्चकामगौर। जब भगवानले यसरी उपमेयहरू देखाउनु भयो कि भएन? कोरको रोग भएको व्यक्ति भनेको पृथकजन प्राणी। के प्राणी हो? पृथकजन प्राणी। अनि कोरको किरा भनेको चाहिँ पञ्चकामगौर। के हो? पञ्चकामगौर। अनि पञ्चकामगौरले जब सताएपछि आगो ताप्नु पर्छ कि पर्दैन? पर्छ। तसर्थ भगवानले भन्नुहुन्छ जुन जुन व्यक्तिलाई मेरो छोरा, मेरो छोरी, मेरो घर, मेरो व्यापार भन्ने कुराले सताइरहेको छ त्यो व्यक्तिले आगो गरेर ताप्नुपर्छ। के गरेर ताप्नुपर्छ? आगो गरेर ताप्नुपर्छ। तसर्थ हे मागन्धीय, तिमी पनि कस्ता भइरहेका छौ त भन्दा कोरको किराले टोकेको व्यक्ति जस्तो रे। को जस्तो? कोरको किराले टोकेको व्यक्ति जस्तो भइरहेका छौ। हे मागन्धीय, राम्रोसँग ज्ञान लगाएर हेर। जुन व्यक्तिले मेरो घर, मेरो छोरा, मेरो छोरी, मेरो नाति, मेरो नातिनी, मेरो घर, मेरो व्यापार भन्दै तान्ने र आसक्ति भएर बस्छ, त्यो व्यक्तिलाई कोरको किराले टोकिरहेको छ। टोकेको छ कि छैन? टोकिरहेको छ। जब टोक्ने बित्तिकै आगो ताप्न पर्यो कि परेन? पर्यो। जब अलिअलि लाइन आयो, के आयो? लाइन आयो। लाइन आयो भन्ने बित्तिकै योगीहरूले रिमोट समातेर आगो ताप्न जानुहुन्छ कि हुन्न? जानुहुन्छ कि हुन्न? के भएर जानुभएको? कोरको किराले टोकेर। केले टोकेर हो? जब रिमोट समातेर अगाडि बसुन्जेल आनन्द आउँछ कि आउँदैन? आगो तापेको। के गरेको? आगो तापेको। 3 घन्टा बस्दा पनि चाल पाइँदैन। पाइन्छ त? तर ध्यान 1 घन्टा भन्दा चाहिँ आछु हुन्छ। हुन्छ कि हुँदैन? कतिखेर समय पुगेर उठौँला। हुन्छ कि हुन्न योगी? हुन्छ। तसर्थ अहिले भगवानले कसलाई उपमा दिनुभएको? मागन्धीयलाई। तसर्थ मागन्धीय ब्राह्मणलाई यसरी भन्दा पनि मागन्धीय ब्राह्मणले मान्छन् त भन्दा मान्दैनन्। आफ्नो अभिमानलाई झार्छन् त? झार्दैनन्। जब भगवान 3 कटौरा दबाई लिएर आउनुभयो अनि कोरका रोग भएका व्यक्तिहरूलाई दबाई दिन चाहनुहुन्छ, नाइ म त आगै ताप्छु। के गर्छु? आगै ताप्छु। अब रोग निको होला त? हुँदैन। तसर्थ आगो ताप्ने कि औषधिको उपचार गर्ने? औषधि उपचार गर्ने कि नगर्ने? अहिले मागन्धीय ब्राह्मणलाई यति भन्दा पनि मान्छन् त भन्दा मान्दैनन्। आफ्नो अभिमान झार्छन् त? झार्दैनन् मागन्धीय ब्राह्मणले। अनि भगवानले भन्नुहुन्छ हे मागन्धीय, जब कोरको किराबाट शान्त भइन्छ, कोरको किराबाट मुक्त भइन्छ, त्यो मुक्त भएको व्यक्ति भनेको चाहिँ को हो त भन्दा अरहन्त। को हो? अरहन्त। राग द्वेष मोहबाट मुक्त भएका अरहन्त। अब अरहन्त भइसकेको व्यक्तिलाई अब लौ छोरा, लौ छोरी, लौ घर, लौ काम भनेर दिँदाखेरि लिन्छन् त? लिँदैनन्। चाहिएन। चाहियो त? अब चाहिएन। सम्पूर्ण कुरा राग द्वेष मोह
ईर्ष्या मान देठी विछिकिछाबाट सम्पूर्ण कुराबाट के भए टाढा भए मुक्त भए कि भएनन्। अब ती व्यक्तिलाई गएर लौनुस् आगो ताप्नुस् भने लिन्छन् त। मेरो घर मेरो छोरा मेरो छोरी मेरो नातिनी मेरो नाति भन्दै तानिन्छन् त। यति मात्रै होइन, टिभी कम्प्युटर इन्टरनेट तानिन्छन् कि तानिन्छन्? तानिन्छन्। योगीहरू इन्टरनेटमा तानिनुहुन्छ कि हुन्न? 1 घण्टा बस्नुभयो भने कति घण्टा बिताउनुहुन्छ? 4-5 घण्टा चालै पाइँदैन हो कि होइन? ध्यान 1 घण्टा चाहिँ अय्या अय्या उहाँले भन्दै हुनुहुन्छ अय्या अय्या अरे हुन्छ कि हुन्न? हुन्छ। किन त्यस्तो भएको? अहिले योगीहरूलाई फर्किम पनि भएको छ कि छैन? कोरको किराले टोकेको छ कि छैन? कतिखेर फर्किन पाम? कहिले चाहिँ शिविर सकेला? किन आगो ताप्नु मन लाग्यो नि त? के गर्न मन लाग्यो? रिमोट समातेर अगाडि बस्न हुन्छ कि हुन्न? आनन्द आउँछ कि आउँदैन? आउँछ। तसर्थ यो कोरको किराबाट मुक्त भइसकेको व्यक्तिलाई अब हो यो पञ्चकामगुणमा जति नै पञ्चकामगुणको सुखहरू देखाए तापनि उनी आसक्ति हुन्छन् त? हुँदैनन्। जति नै आँखामा रूप आएर ठोके तापनि देखेको मन हो, कानमा शब्द आएर ठोके तापनि सुनेको मन हो, नाकमा गन्ध आएर ठोके पनि सुँगेको मन हो, त्यतिमै रोकिनुहुन्छ। त्योभन्दा अगाडि बढ्नु हुन्न। तसर्थ अरहन्त भइसकेका व्यक्तिहरूलाई जति नै कोसिस गरे पनि पञ्चकामगुणमा फेरि फसाउन सकिन्छ त? सकिँदैन। एक समयमा भगवानको पालामा एकजना उपासकले उपदेश सुन्नु भएछ। अनि उपदेश सुन्ने बित्तिकै उपासकलाई के भयो त भन्दा भिक्षु लाउने इच्छा भयो। के गर्ने? फेरि यहाँ आउने योगीहरूले पनि कता गुरुमा लाउँछु चाहिँ नभन्नुहोस् नि हो कि होइन? भिक्षु लाउने इच्छा भयो उपासकलाई। गुरुमा लाउनु त खोइ कुनै घर कहिले जाउँ भइसकेछ हो कि होइन? कहिले शिविर सकेला अझै पनि भएको होला नि? छैन। ल साधु साधु छैन भने र अनि ती उपासकलाई भिक्षु लाउने इच्छा भएछ र अनि गएर श्रीमतीलाई पनि नसोधिकन भिक्षु लाउनु भएछ। अनि भिक्षु लाएर यसरी नै ध्यान भावना आचरण गर्दै जाने क्रममा अरहन्त हुनुभएछ। के हुनुभएछ? अरहन्त। अब अरहन्त भइसकेपछि कुनै पञ्चकामगुणमा आसक्त हुन्छन् त? जति नै छोरा जति नै छोरी जति नै काम जति नै व्यापार जति नै धन जति नै महाजन जति नै जे भने तापनि उनी अब त्यसमा तानिन्छन् त? तानिँदैनन्। तसर्थ अनि यसरी अरहन्त भइसकेपछि यता श्रीमतीले विचार गर्नुभएछ, कति दिन पो बस्नुहुन्छ र त्यो कालो भाँडा लिएर माग्दै कति दिन खानु होला र? घरमा यत्रो सम्पूर्ण कुराको सुख सुविधा छँदैछ, जे खान्छु जे लाउँछु भने पनि सम्पन्न छ, के बस्न सक्छन् र? 2-3 दिनपछि आइहाल्छन् नि भनेर ढुक्क भएर बस्नुभएछ। अब उता अरहन्त भइसकेको भिक्षु आउनुहुन्छ त फर्केर? आउनुहुन्न। अनि उपासिकाले मनमनै विचार गर्नुहुन्छ, निकाल्ने तरिका मैले पनि जानेको छु। के रे? भिक्षुलाई मान्छे निकाल्ने तरिका मैले पनि जानेको छु। अनि एक दिन जानुभयो बिहारमा गएर अनि बिलाना गर्न थाल्नुभयो। अहिले हजुर पनि हुनुहुन्न, घरका काम होलाले पनि भने जस्तो काम गर्दिन्नन्। एकातिर भन्यो एकातिर गइदिन्छन्। तपाईँ नभएको मलाई पनि धेरै गाह्रो भयो। बिलाना गर्नुभयो, विभिन्न गर्नुभयो कि भएन? अब अरहन्त भइसकेका व्यक्तिलाई जति नै बिलाना गरे तापनि अब वास्ता गर्छन् त? गर्दैनन्। अनि उपासकले भन्तेले चाहिँ मनमा नै मैत्री पुर्याउनुहुन्छ। सबै प्राणीहरू सुखी रहन्, सबै प्राणीहरू शान्ति रहन्, सबै प्राणीहरू निदुखी रहन्। अब मैत्री सिवाय अरू केही आउँछ त? आउँदैन। यदि गृहस्थ पृथक जन हो भन्ने बित्तिकै मेरो श्रीमतीलाई दुःख भएछ, छोरालाई कस्तो छ, छोरीलाई कस्तो छ, काम व्यापार कसरी चलिरहेको छ, तिमीलाई दुःख भयो, ल म अहिले भर्खर खोल्दा आइहाल्छु है। आउँछन् कि आउँदैनन्? आउँछन्। पृथक जन प्राणीलाई किराले टोक्ने बित्तिकै के गर्छन्? आगो ताप्न आइपुग्छन्। के गर्न? आगो ताप्न आइपुग्छन्। अरहन्त भएका व्यक्ति आउँछन् त? आउँदैनन्। अनि अर्को दिन फेरि काखमा भर्खर सानो छोरालाई लिएर जानुहुन्छ। काखको छोरालाई त खुबै माया गर्नुहुन्थ्यो। कतै यो छोरामा पो तानिनुहुन्छ कि भन्दै काखको सानो छोरालाई लिएर बिहार जानुहुन्छ। अनि बिहार गएर बिलाना गर्नुहुन्छ। अहिले हजुर नभएर मलाई पनि धेरै दुःख भयो, यसलाई पनि के भएको छ खोइ थाहा नै छैन। रात दिन रुन्छ। के गर्छ? रुन्छ भन्दै विभिन्न प्रकारले आएर बिलाना गर्नुभयो। र पनि अब अरहन्त भइसकेका भिक्षुलाई जति नै बिलाना गरे तापनि हुन्छ त? हुँदैन। केवल उहाँले मैत्री पुर्याउनुहुन्छ, सबै प्राणीहरू सुखी रहन्, सबै प्राणीहरू शान्ति रहन्। अनि तेस्रो पटक पनि उपासिका आउनुहुन्छ। के गर्न? भिक्षुलाई मान्छे निकाल्न। के गर्न?
भिक्षुलाई मान्छे निकाल्न। अनि यसरी आउँदाखेरि त्यतिखेर चाहिँ भर्खर टुकुर टुकुर हिँड्ने छोरालाई लिएर आउनुहुन्छ। यसलाई पनि रातभरि के भएको छ सुत्नै दिन्न, रातभरि रुन्छ। उता छोरा भने मजाले खेलिरहेछ। के गरिरहेछ? खेलिरहेछ। अनि आमाले मनमनै विचार गर्नुहुन्छ, यहाँ आएर यसो रुइदे पनि त हुन्थ्यो। के गर्दै पनि त हुन्थ्यो? रुइदे पनि त हुन्थ्यो। किन? भिक्षुलाई मान्छे निकाल्नु छ नि त, हो कि होइन? मान्छे निकाल्नको नि रुइदे पनि त हुन्थ्यो। छोरा चाहिँ मजाले खेलिरहेको छ। अनि छोरालाई यसो बोके झैँ गरेर चिडिक्क चिमारिदिनुहुन्छ। चिमारिपछि त बिचरा रुन्छ नि, होइन त? अनि रुने बित्तिकै ऊ यो यस्तै छ, रातभरि सुत्नै दिएको छैन। रातिको विषयमा म पनि छोरी मान्छे एक्लै कहाँ लैजाउँ? उपासिकाले। कसले हो? के गर्ने तरिका रे? भिक्षुलाई मान्छे निकाल्ने तरिका। अनि भिक्षुले पनि यताबाट सभ्य सत्ता कमसका उनीहरूको कर्म उनीहरूले लिएर आएका छन्। सबै प्राणीहरू सुखी रहन्, सबै प्राणी शान्ति रहन् भनेर भन्तेजु पनि आफ्नो आसनबाट उठेर हिँड्नुभयो। अनि उपासिकाले लु तपाईँको छोरा जेसुकै गर्नुहोस् है, म त गएँ। बच्चा छोडेर जानुभयो। के गर्दै? बच्चा छोडेर। अब निर्क्लेशी भएका व्यक्तिलाई जति नै पञ्चकामगुणको आगो ताप भने पनि ताप्छन् त? ताप्दैनन्। उता भन्तेजुले उपासिकालाई धेरै अकुशल हुने भयो, सबै प्राणी सुखी रहन् भन्दै मेत्री पुर्याउँदै जानुभयो। अनि उपासिका अलिक पर पुगेर फर्केर हेर्नुहुन्छ। किन भन्दा कोर्का किराले टोक्छन् नि त। टोक्छन् कि टोक्दैनन्? टोक्छन्। टोक्ने बित्तिकै फनक्क फर्केर हेर्नुहुन्छ, कस्ता निर्दयी रहेछन्। आफ्नो छोरालाई पनि नहेर्ने, अलिकति माया पनि नभएको उपासिकाले। भिक्षुमा माया भन्ने हुन्छ त? हुँदैन। भिक्षुमा त अब मेत्री हुन्छ, मुदिता हुन्छ। उपासिकालाई अब मेत्री मुदिता भन्ने कुरा थाहा छ त? छैन। कस्ता निर्दयी रहेछन् हेर त, यिनले त कस्तो दुःख पाए बिचारा भन्ने बित्तिकै शोक भइसक्यो। के भइसक्यो? शोक। शोक र मुदितालाई पनि चिन्नुहुन्न, मेत्री र मायालाई पनि बुझ्नुहुन्न। बुझ्नुहुन्छ त? उता भन्तेजुले चाहिँ सबै सत्ता प्राणी सुखी रहन् भन्दै मेत्री पुर्याउँदै जानुभयो। उपासिकाले यसो हेर्छु भन्दा त बच्चा त्यहीँ छ। अनि फनक्क फर्केर आएर तपाईँले हेर्न नसके पनि मैले त छाड्न सक्दिनँ नि भनेर चिरप्प बोकेर लैजानुभयो। कोर्का किराले टोकेपछि आगो ताप्न पर्यो कि परेन? पर्यो। भिक्षुलाई निकाल्ने उपाय। के गर्ने उपाय? निकाल्ने उपाय। हे मागन्धीय, अहिले तिमी पनि त्यस्तै भइरहेका छौ, अलिकति ज्ञानका आँखा खोलेर हेर भगवान्ले मागन्धीय ब्राह्मणलाई। यति भन्दा पनि मागन्धीय ब्राह्मणले के भन्छन् त भन्दा, हाम्रो शास्त्रमा यस्तै लेखेको छ, हाम्रो धर्म नै महान छ, हाम्रो धर्म नै प्राचीन धर्म हो, हाम्रो धर्म नै राम्रो धर्म हो भन्दै आफ्नै धर्मको बयान गर्छन्। लोकमा पनि कतिपय व्यक्तिहरूले जुन जुन धर्म पालन गरेका हुन्छन्, आफूले पालन गरेको धर्म नै उत्तम छ भनेर भन्छन् कि भन्दैनन्? भन्छन्। जति नै उत्तम छ भनेर भने तापनि सत्य यो हो भनेर भन्न सक्छन् त? सक्दैनन्। अहिले भगवानसँग शास्त्रसँग कुरा गर्दैछन्। केसँग? कसले हो? मागन्धीय ब्राह्मणले। हाम्रो शास्त्रमा यस्तै लेखेको छ, हाम्रो शास्त्रमा आँखामा रूप देखिन्छ, देखेको मन हुन्छ, अनि त्यसमा तानिनु, त्यसमा अनुराग हुनु, आसक्ति हुनु, त्यसलाई कसरी हुन्छ प्राप्त गर्नको लागि कर्म गर्नु। के गर्नु? कर्म गर्नु। हाम्रो शास्त्रमा यस्तै लेखेको छ भन्दै भगवानलाई शास्त्रसँग कुरा गर्छन्। अनि भगवानले भन्नुहुन्छ, हे मागन्धीय, तिमी अहिले कस्ता भइरहेका छौ त भन्दा, अहिले तिम्रो शास्त्र भनेको कसले लेखेको भन्ने कुरा पनि थाहा छैन, सही हो या होइन भन्ने कुरा पनि थाहा छैन। थाहा छ त? थाहा छैन। अन्धधुन्ध तिमीले विश्वास गरिरहेका छौ। आफ्नै ज्ञानको आँखा खोलेर छानबिछान गरेर चाहिँ हेर, तिम्रो शास्त्रलाई छानबिछान गरेर हेर। हे मागन्धीय, अहिले तिमी कस्तो त भन्दा हरियो चस्मा लगाएको घोडा जस्तो भइरहेका छौ। के चस्मा? हरियो चस्मा लगाएका घोडा जस्तै। गर्मीको मौसममा हरियो घाँस पाइन्छ त? पाइँदैन। हरियो घाँस नपाउँदाखेरि अब घोडालाई छाना पानी त गर्न पर्यो कि परेन? पर्यो। अनि सुकेको पराल काटेर चाहिँ त्यो घोडाको मालिकले टक्क घोडालाई हरियो चस्मा लगाएर ल्यायो। अनि अगाडि आएर हेर्दा हरियो चस्माले त्यो सुकेको पराललाई के देख्छ? हरियो देख्ने बित्तिकै गरम गरमती खान्छ। ओहो, मैले त कति राम्रो आहार खान पाएँ भन्दै खान्छ कि खान्न? खान्छ। तर यदि चस्मा खोलिदिने हो भने खान्छ त? खाँदैन। उसलाई पनि हरियो हरियो खान मन लाग्छ नि त, हो कि होइन? यता महाजनले ठगेर हरियो चस्मा ल्याएर खिलाएको थाहा छ त? छैन। अहिले तिमी पनि त्यस्तै हरियो चस्मा लगाएका घोडा जस्तो भइरहेका छौ। हे मागन्धीय, तिम्रो शास्त्र राम्रोसँग ज्ञानले केलाएर हेर। तिम्रो शास्त्रमा लेखेको छ भन्दैमा अन्धधुन्ध विश्वास नगर। भगवानले कसलाई हो? मागन्धीयलाई। यति भन्दा पनि मागन्धीयको अभिमान झर्दैन? झर्छ त?
झर्दैन। अनि भगवान्ले भन्नुहुन्छ हे मागन्धीय तिमी त अन्धो व्यक्ति जस्तो भइसक्यौ। के व्यक्ति जस्तो? अन्धो व्यक्ति। कस्तो त भन्दा एउटा अन्धो व्यक्तिलाई चाहिँ अलिकति उटुङ्गो गर्ने व्यक्तिहरूले देखेर हिलोमा गारेको लुगाहरू ल्याएर टक्क लगाइदिएर उसलाई के भनिदिन्छन् त भन्दा ओहो तिमी त हिरो चाहिँ देख्यौ। को जस्तो देख्यौ? हिरो चाहिँ देख्यौ भन्ने बित्तिकै ऊ मक्ख पर्छ कि पर्दैन? ओहो मलाई त दाता मिले। के मिले? दाता मिले। यस्ता दाताहरू धेरै धेरै पाए पार त म कति खुसी हुन्थेँ। अब हिलो लुगा लगाएको छु भन्ने कुरा थाहा छ त छैन। केही अगाडि पुग्ने बित्तिकै अर्को पार्टीले देखे अगाडिबाट उटुङ्गो गरेर पठाए भन्ने कुरा पनि चाल पाए कि पाएनन्? चाल पाए। यताका व्यक्तिले पनि भन्न थाले ओहो तिमी त कस्तो हिरो जस्तो देखेका, कति राम्रा, तिमी त आज त बेहुला जस्तै देखेका छौ नि। जसको छोरी मागे पनि मिल्छ। के भनिदिए? जसको छोरी मागे पनि मिल्छ भन्दा त बिचारा अन्धा अब देख्दैन, खुसी भयो नि। खुसी भएर ऊ के गर्न थाल्यो त भन्दा गाउँ नगर नगरमा घुम्न थाल्यो। म त आज के नै राम्रो छु भन्दै घुम्न थाल्यो कि थालेन? थाल्यो। जब एउटा विद्वान व्यक्तिले देख्ने बित्तिकै ओहो बाबु यता आऊ त, तिमीलाई कसले यस्तो लुगा लाएर पठाइदिएको? हेर त यस्तो फोरै भएको लुगा, लुलु मैले तिमीलाई राम्रो लुगा दिन्छु भनेर राम्रो लुगा ल्याएर दिँदाखेरि त्यो अन्धो व्यक्तिले के भन्छ त भन्दा ए तपाईँले मेरो लुगासँग साट्न? नाइ दिन्छु भन्छ त दिन्न। अब उसलाई त्यो लुगा फोहोर छ भन्ने कुरा पत्ता लगाउनको निम्ति के गर्न पर्छ? आँखाको उपचार गर्न पर्यो कि परेन? आँखा जब देख्छ, जुन दिन आँखा देख्छ त्यो दिन उसलाई यो लुगा खोल भनिराख्न पर्छ त? आफसे आफ खोल्छ कि खोल्दैन? फोहोर छ भन्ने कुरा देख्छ कि देख्दैन? देख्छ। हे मागन्धीय अहिले तिमी पनि अन्धो व्यक्ति चाहिँ भइरहेका छौ। के व्यक्ति जस्तो? अन्धो व्यक्ति जस्तो। यति भन्दा पनि मागन्धीयको अभिमान झर्दैन? झर्छ त? झर्दैन। योगीहरूको झर्छ कि झर्दैन? योगीहरूलाई त यति पनि भन्न पर्दैन होला नि, हो कि होइन? मागन्धीय ब्राह्मणको अभिमान अझै पनि झरेको छैन। अनि भगवान्ले भन्नुहुन्छ हे मागन्धीय तिमी चाहिँ अहिले कस्ता भइरहेका छौ त भन्दा अरे एक समयमा एउटा गाउँमा 6 जना जनिया थिए। कतिजना? 6 जना। अनि 6 जना जनियाले 2-4 बोतल ल्याए कि ल्याएनन्? 2-4 बोतल भन्ने बित्तिकै बुझ्नुस् के ल्यायो भनेर भनिराख्नु पर्छ त? नाम बताइराख्नु पर्छ त? पर्दैन। जनियाले के खान्छन् भन्ने कुरा सबैलाई थाहा छ कि छैन? थाहा छ। 2-4 बोतल ल्याए कि ल्याएनन्? ल्याए। अब बोतल मात्रै भएर हुन्छ त? तँसँग खानको लागि के चाहिन्छ? हजुर के चाहिन्छ? मासु चाहिन्छ कि चाहिन्न? रक्सीसँग खाना के चाहिन्छ? मासु चाहियो। अब अनि एक आपसमा सोध्छन् तिम्रो घरमा छैन? अब एउटा खसी ढलाउन पा चाहिँ ठिक्क हुन्थ्यो। के ढलाउन? दसैँ पनि नजिक आएको छ, हो कि होइन त? अनि ती जनियाहरूले पनि के ढलाउने विचार गर्दैछन्? खसी। अनि खसी ढलाउन त्यसै हुन्छ त? खसी हुन पर्यो कि परेन? पर्यो। अनि एक आपसमा सोध्छन् तिम्रो घरमा खसी छ? मेरोमा त छैन। तिम्रोमा? मेरोमा पनि छैन। तिम्रोमा? मेरोमा पनि छैन। 6 जनाकोमै छैन खसी। छ त? छैन। अनि एउटालाई आइडिया आयो। उसलाई के चाहिँ आयो त भन्दा फलानु नाम गरेका ब्राह्मण चाहिँ आज पारी खसी किन्न गएका छन्, उनको हातबाट खसी फुत्काउने, उनीसँग गएर खसी माग्ने भनेर एउटाले भने। अनि अरू ब्राह्मणले भन्छन् दिन्छन् नि ती लोभी ब्राह्मणले तिमीलाई। आफू चाहिँ जनिया, ब्राह्मणलाई चाहिँ के रे? लोभी। आफूलाई हेरे त? हेरेनन्। आफू जनिया छु भन्ने कुरा थाहा छ त? ब्राह्मणलाई चाहिँ के रे? लोभी ब्राह्मणले। अब दिन्छन् नि तिम्रा लोभी ब्राह्मणले? होइन, दिने तरिका मलाई थाहा छ। ल भन त कसो भनेर 6 जना त्यहाँ बसेर सल्लाह गरे। अनि सल्लाह गरेर के गरे त भन्दा एकजना चाहिँ यहाँ बस, एकजना अलिक पर बस, एकजना अझै पर बस भनेर 6 जना 6 ठाउँ लिएर बसे। उता ब्राह्मण चाहिँ खसी डराउँदै आए। के डराउँदै आए? खसी डराउँदै आए। अगाडिको व्यक्तिले देख्ने बित्तिकै ओहो गुरुजी तपाईँले त कालो कुकुर डराउँदै आउनुभएको रहेछ। के रे? कालो कुकुर। आज होइन, हजुर जस्ता पनि झुक्किने किन हो? हजुरले किन यस्तरी कुकुर डराएर आउनुभएको? गाउँका मान्छेले देख्यो भने के भन्छन्? यस्ता ब्राह्मणले चाहिँ कुकुर डराएर आउनुभएको सबैले निन्दा गर्छन् भने कि भन्नन्? भने। अनि ब्राह्मणले के भन्छन् त भन्दा तिमीले मेरो खसीलाई कुकुर भन्दैमा कुकुर हुन्छ क्या? यो मैल्याको खसी हो भन्दा अझ त्यो जनियाले यसो हेर्छ कि होइन, आज हजुर जस्ता पनि छक्किने के हो? कुकुर बोकेर डराएर आउनुभएको छ, खसी भन्नुहुन्छ? तिमीले कुकुर भन्दैमा मेरो खसी कुकुर हुँदैन भन्दै
ब्राह्मणले डोराउँदै अगाडि गए। दोस्रो नम्बरको व्यक्तिसँग भेट भयो। त्यो व्यक्तिले पनि अगाडिबाटै ओहो गुरुजी हजुरले त कहाँबाट कालो कुकुर डोराउँदै आउनुभएको छ। अनि ब्राह्मणलाई पनि के हुन थाल्यो त भन्दा शङ्का हुन थाल्यो। आफूले डराएको खसीमा के हुन थाल्यो शङ्का हुन थाल्यो। अनि यसो हेर्छन् कुकुर त होइन खसी नै हो। हेर्छन् कि हेर्दैनन् हेर्छन्। अनि यताका व्यक्तिले पनि भनिदिन्छन् होइन गुरुजी आज खानकीमा तपाईँलाई केही हाली पो दिए कि। उहाँको भनाइ चाहिँ अब कुनै गाँजा धतुरोहरू पो हालिदिए कि भन्ने नि। तपाईँ जस्ता पनि झुकिनु भयो। आज नगरमा गाउँमा पुग्ने बित्तिकै गाउँकाहरूले के भन्छन् ब्राह्मणले चाहिँ कालो कुकुर डोराएर आउनुभएको सबैले निन्दा गर्ने भए। आज तपाईँ जस्ता पनि झुकिनु भयो। दोस्रो नम्बरको व्यक्तिले पनि मेरो खसीलाई तिमीले कुकुर भन्दैमा कुकुर हुँदैन भन्दै डोराउँदै अगाडि गए। तेस्रो नम्बरको व्यक्तिले देख्छ परैबाट ओहो गुरुजी कालो कुकुर डोराउँदै कताबाट हो। सबैले अब खसीलाई कुकुर भन्दा भन्दै बिचरा ब्राह्मण पनि अब छक्किन पुगे कि पुगेनन्। अनि यसो हेर्छन् होइन होइन यो त खसी नै हो कुकुर त होइन भन्दै डोराउँदै जान्छन्। चौथो नम्बरमा पुग्छन् त्यही छ हालत। पाँचौँ नम्बरमा पुग्छ त्यही छ हालत। अनि ब्राह्मण पनि दिक्क भए थाके कि थाकेनन् थाके। होइन आज यत्रजनाको आँखाले त धोका खाएन होला नि। मेरो आँखाले धोका खाए पनि पक्कै पनि आज मलाई हलुवामा हालिदिए। केमा हालिदिए हलुवामा हालिदिए। आज म जस्तो पनि के भए झुक्के फँसी नपुगे भनेर ती ब्राह्मणले के गर्छन् त भन्दा त्यो खसीलाई चाहिँ त्यहीँनिर चरप्प समातेर फालिदिन्छन्। के गर्छन् के भनेर फालेका कुकुर भनेर। त्यो खसीलाई कसले पायो 6 जना जनियाले। कसले पायो पाए कि पाएनन् पाए। 6 जना जनिया खुसी हुँदै लयो कि लाएनन् लए। ब्राह्मण चाहिँ रित्तै भयो कि भएनन्। तसर्थ हे मागन्धीय अहिले तिमी पनि त्यस्तै भइरहेका छौ। तिम्रो शास्त्रमा छ भन्दैमा धेरैले माने भन्दैमा विश्वास नगर। तिम्रो शास्त्रलाई पनि अलिकति ज्ञानका आँखाले हेर। भगवानले कसलाई हो मागन्धीय ब्राह्मणलाई। अनि बल्ल मागन्धीयलाई अलिकति झप्को मिल्यो। के मिल्यो झप्को मिल्यो अलिकति झसङ्ग भयो। कतै म त खसीलाई पनि कुकुर देख्ने ब्राह्मण जस्तो त भएको छैन। आफूलाई आफै सम्झिन थाले। अब कतै हरियो चस्मा लगाएको घोडा जस्तो त भएको छैन। कता फोहोरको लुगा लगाएको अन्धा जस्तो त भएको छैन भनेर झस्किन थाले। के गर्न थाले झस्किन थाले। अनि त्यो बेलामा बल्ल 2 हात जोडेर भगवानको सामु बिन्ती गर्छन् भो बन्ते भगवान ज्ञानका आँखा बनाउनको निम्ति के गर्न पर्छ। हेर मागन्धीय ज्ञानको आँखा त्यसै त हुँदैन। त्यसै हुन्छ त हुँदैन। पहिलो नम्बरमा के गर्नुपर्छ त भन्दा सत्पुरुष संसेव सत्पुरुषको सत्सङ्गत गर्नुपर्छ। कसको सत्पुरुषको सत्सङ्गत गर्नुपर्छ। दोस्रो नम्बरमा सत्य उपदेश सुन्नुपर्छ। के उपदेश सुन्नुपर्छ सत्य उपदेश सुन्नुपर्छ। 1 दिन सुनेको 2 दिन सुनेको मैले त जानिसकेको मैले त बुझिसकेको मलाई सबै थाहा छ भनेर हुन्छ त हुँदैन। सत्य उपदेशलाई बार सुन्नुपर्छ। के गर्नुपर्छ बार सत्य उपदेशलाई सुन्नुपर्छ। नम्बर 1 मा के गर्नुपर्छ सत्पुरुषको सत्सङ्गत गर्नुपर्छ। दोस्रो नम्बरमा खण्डको परमार्थ सत्यलाई बार सुन्नुपर्छ। बार के गर्नुपर्छ सुन्नुपर्छ। तसर्थ योगीहरू पनि अहिले एकचोटिको 7 दिनको शिविर त चर्नु भयो। अर्कोचोटि शिविर भयो भने चर्ने कि नचर्ने कति वर्षको 7 त गइसक्यो होला हो कि होइन गएको छ कि छैन भन्दाखेरि बार के गर्न पर्यो सुन्न पर्यो। मैले त भ्याउँदिन भनेर हुन्छ त के गरौँ गुरुमा समय निकाल्ने गाह्रो भयो भनेर हुन्छ त गुरुमा भन्तीले त बुझ्दिन सक्छन् कि सक्दैनन्। उपासक उपासिकालाई त्यस्तै समस्या परिआएछ भनेर बुझ्दिन्छन् कि बुझ्दिँदैनन् बुझिन्छन्। तर यमराजले आएर ढ्याक पारे भने योगी जान्नुहुन्छ कि हुन्न खाँदै पनि छुट्टै सुत्दै पनि छुट्टै हो कि होइन। बिहानको अनुमोदन देशनामा पनि सुन्नुभयो कि भएन। मेरो अति मनपर्ने प्रिय लाग्ने श्रीमतीलाई एकचोटि खुसुक्क भन्छु नि भन्ने कोही छैनन्। यमराजले आएर ढ्याक पार्यो कि त छुट्टै जानुहुन्छ कि हुन्न जानुहुन्छ भन्दा अब फेरि शिविर हुँदा चर्ने कि नचर्ने त्यो चाहिँ योगीहरूको इच्छा। हामीले जबरजस्ती गरेर हुन्छ त योगीहरू भ्याउनुहुन्न भने पर हामीले त बुझिदिन्छौँ। के गर्छौँ बुझिदिन्छौँ। उहाँहरूलाई त्यस्तै समस्या परिआयो होला भन्दा बुझ्छौँ कि बुझ्दैनौँ। तर यमराजले ढ्याक पार्दा चाहिँ योगीले नभनिकन सुटुक्कै जानुहुन्छ कि हुन्न जानुहुन्छ। तसर्थ नम्बर 1 मा योगीहरूले के गर्न पर्यो सत्पुरुषको सत्सङ्गत गर्नु पर्यो। दोस्रो नम्बरमा सत्य उपदेशलाई बार सुन्न पर्यो। सत्य उपदेशलाई कसरी सुन्ने
बार बार सुन्ने, मैले सुनिसकेको, मैले जानिसकेको, मैले गरिसकेको, मैले बुझिसकेको भन्दा हुन्छ त? हुँदैन। सत्य उपदेशलाई बार बार सुन्नु र अनि तेस्रो नम्बरमा योनिसो मनसिकार, तेस्रो नम्बरमा के हो? सही प्रकारको चिन्तन मनन हुनु। सही प्रकारको के हुनु? चिन्तन मनन हुनु हो। यो 3 अङ्गले पुरा भयो भने बल्ल ज्ञानको चक्षु खुलेर आउँछ। के को चक्षु खुलेर आउँछ? तसर्थ अहिले योगीहरूले पनि के को चस्मा लगाउनु भएको छ त भन्दा अविद्याको चस्मा। के को चस्मा लाउनु भएको छ कि छैन? तसर्थ अविद्याको चस्मालाई खोल्न पर्यो कि परेन? पर्यो। खोल्नको निम्ति त्यसै हुन्छ त? हुँदैन। नम्बर 1 मा के गर्न पर्यो? सत्पुरुषको सत्सङ्गत गर्न पर्यो। दोस्रो नम्बरमा के गर्न पर्यो? सत्य उपदेशलाई कसरी सुन्ने? बार बार सुन्न पर्यो। अनि तेस्रो नम्बरमा यो निसो मनसिकार भनेको सही प्रकारको चिन्तन मनन पनि हुन पर्यो। पर्यो कि परेन? अगाडिबाट गुरुमावन्तेले भनेका हुन् भन्दैमा अन्ध धुन्द विश्वास गर्ने हो त होइन। आफ्नो खण्डसँग जाँचेर हेर्न सकिन्छ कि सकिँदैन? सकिन्छ। यहाँ अगाडि भनेको कुरा खण्डसँग फिट खान्छ भने स्वीकार्ने, होइन भने छाडिदिने। जबरजस्ती छ त? छैन। भन्दा योगीहरूले नम्बर 1 मा सत्पुरुषको के गर्न पर्यो? सत्सङ्गत गर्न पर्यो। दोस्रो नम्बरमा सत्य उपदेशलाई बार बार सुन्न पर्यो र तेस्रो नम्बरमा सही प्रकारको चिन्तन मनन हुन पर्यो। यदि त्यति 3टा अङ्गले पूर्ण हुनुभयो भन्ने बित्तिकै अविद्याको चस्मा खुल्छ कि खुल्दैन? खुल्छ। अविद्यारूपी चस्मा खुलेर उज्यालो प्रकाश आउँछ कि आउँदैन? आउँछ। अहिले मागन्धीयले पनि जब भगवानले यति भनिदिने बित्तिकै ए म पनि त्यस्तै भएछु, यानि खसीलाई चाहिँ कुकुर देख्ने ब्राह्मण जस्तो भएछु भन्दै भगवानको सत्सङ्गत गर्न थाले। कसको? भगवानको। अनि भगवानले भनिदिनुहुन्छ हे मागन्धीय, तिमीले अरूले भने भन्दैमा विश्वास नगर, तिम्रो शास्त्रमा लेखेको छ भन्दैमा स्वीकार नगर, तिम्रो शास्त्रलाई पल्टाएर हेर, राम्रोसँग ज्ञानका आँखाले छानबिछान गर। तिम्रो शास्त्रमा लेखेको सबै सही हुन्छ भन्ने कुरा छैन। राम्रोसँग जान, राम्रोसँग बुझ। यदि तिमीले यसरी चाहिँ बुझेनौ, जानेनौ र जसले जे भन्छ त्यही मान्न थाल्यौ भने हल्का कपास जस्तो हुन्छौ। के जस्तो? कपास हल्का हुन्छ कि भारी हुन्छ? हल्का हो। त हल्का कपास जता हावा लायो उतै उड्छ कि उड्दैन? उड्छ। अहिले तिमी पनि उसले जे भन्छ त्यही मान्ने, अर्कोले जे भन्छ त्यतैतिर जाने, अर्कोले आएर एउटा भनिदिन्छ अनि त्यसैको पछि जाने। सकुन्जेल जसले जे भन्छ त्यतै गयो। अन्तिम मर्ने बेलामा चाहिँ यता न उता भइन्छ कि भइँदैन? भइन्छ। सकुन्जेल चाहिँ जसले जे भन्छ त्यतै आफ्नो ज्ञान लगाउनु पनि छैन, विवेक गर्नु पनि छैन, सही प्रकारको चिन्तन मनन पनि छैन, सत्य उपदेश पनि सुनेको छैन। छ त? अब त्यो व्यक्तिले सही प्रकारको छानबिछान गर्न सक्छ त? सक्दैन। तसर्थ हल्का कपास जता जता हावा लाग्छ उतै उड्छ कि उड्दैन? उड्छ। अहिले तिमी पनि हल्का कपास झैँ जता जता हावा लाग्छ उतै उडिरहेका छौ। मर्ने बेलामा यता न उता हुन्छौ। होस् गर हे मागन्धीय। कसलाई हो? मागन्धीय ब्राह्मणलाई। जब यति उपदेश सुन्ने बित्तिकै मागन्धीय ब्राह्मणले भगवानको सत्सङ्गत गरेर दिनरात भगवानको धर्म सत्य उपदेश सुनेर सही प्रकारको चिन्तन मनन गर्दै जाने क्रममा मागन्धीय ब्राह्मण अरहन्त हुन्छन्। के हुन्छन्? तसर्थ योगीहरूलाई अरहन्त हुने इच्छा छ कि छैन? छ भने नम्बर 1 मा के गर्ने? दोस्रो नम्बरमा के गर्ने? तेस्रो नम्बरमा के गर्ने? सही प्रकारको चिन्तन मनन गर्ने। तसर्थ आज योगीहरूले पनि सत्य उपदेशलाई, सत्पुरुषको सत्सङ्गत गरेर सत्य उपदेशलाई बार बार सुनेर सही प्रकारले आफ्नै ज्ञानले विवेक गरेर चाहिँ चाँडोभन्दा चाँडो यो संसारको दुःखबाट मुक्त हुन सकोस् भन्दै आजको उपदेशलाई यतिमै समाप्त गर्दछु। भवतु सब मङ्गलम।